अन्तर्राष्ट्रिय सहिष्णुता दिवस इन्टरनेशनल डे अफ टोलरेन्सका अवसरमा हिज एक्सलेन्सी शेख नाइन बिन मुबारक अल नाइनज्यूको संरक्षकत्वमा युएईको मिनिस्ट्री अफ टोलरेन्स एन्ड कोएक्जिस्टेन्सद्वारा नोभेम्बर 14 देखि सम्म अबुधाबी स्थित उमल इमारत पार्कमा ह्यान्ड इन ह्यान्ड भन्ने नाराका साथ आयोजना भएको नेसनल फेस्टिभल अफ टोलरेन्स 2025 मा नेपाली राजदूतावास अबुधाबीले पनि नेपालको टुरिज्म बुथ राखी पर्यटन प्रबन्धन तथा झाँकी सहित सांस्कृतिक प्रस्तुति दिएको थियो। उत्सवमा उपस्थित विभिन्न देशका नागरिकहरूले नेपाली हस्तकला, पोसाक, सङ्गीत र नृत्यलाई गहिरो रुचि देखाउँदै प्रशंसा व्यक्त गरेका थिए। नेपालको सांस्कृतिक प्रस्तुतिले उत्सवको माहौल मात्र रङ्गीन बनाएन, यसले यहाँको नेपाली समुदायप्रति अन्तर्राष्ट्रिय अतिथिहरूको आत्मीयता, सम्मान र समर्थनलाई अझ मजबुत पनि बनायो। राजदूत हिज एक्सलेन्सी तेज बहादुर छेत्रीले आफ्नो सम्बोधनमा भन्नुभयो, यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूले नेपालको पहिचानलाई विश्वभर फैलाउने, नेपाल र दुवै मुलुक बीचको मित्रता बलियो बनाउने र विदेशमा रहेका नेपालीहरूलाई थप प्रेरित र सक्षम बनाउने अवसर प्रदान गर्दछ। यहाँका अनुसार कला र संस्कृतिबाट झल्किने नेपालको सौन्दर्यले राष्ट्रको सन्देशलाई संसारभर पुर्याउने शक्ति राख्दछ। विदेशी भूमिमा बसेर पनि आफ्नो देशको झन्डा, संस्कृति र पहिचानलाई यति सुन्दर रूपमा अभिव्यक्त गर्न पाउनु यो सम्पूर्ण नेपाली समुदायको गर्व हो। युए सरकारले प्रदान गरेको यो प्लेटफर्ममा नेपाली दूतावासले के कसरी समन्वय गर्यो र आज हामी यो चरणमा छौँ मामैज्यू? अब धन्यवाद। खास गरिकन हामीले यो 7th एडिसन हो र उनीहरूले चाहिँ हामीले लास्ट इयरदेखि नै हामीले पनि यसमा भाग लिएका थियौँ र त्यसपछि उनीहरूसँग पनि हामीले पनि यस्तो उसमा नेपाललाई पनि सहभागी गराउनलाई चाहिँ अनुरोध गरिराखेका थियौँ। त्यही अनुसार यो साल चाहिँ हामीले बुथ पनि भनौँ न स्टल पनि पायौँ, प्लस चाहिँ अब हाम्रो पर्फर्मेन्स देखाउनलाई, किन भन्दाखेरि नेपाल चाहिँ एउटा 120 भन्दा बढी नेसनलिटिजहरू भएको देश हो। त्यसकारण चाहिँ त्यस हिसाबले पनि हामीले चाहिँ आफ्नो नेपालमा चाहिँ आधा भनौँ न 5 लाख भन्दा बढी करिब 7 लाख नेपालीहरू रहनुभएको छ। त्यही अनुसार हाम्रो कल्चर, हाम्रो चाहिँ संस्कृति, संस्कार, हाम्रा मूल्य मान्यताहरू, हाम्रा आइडेन्टिटीहरू, परिचयहरू पनि यहाँ चाहिँ देखाउनु पर्ने पनि छ र चाहिँ यहाँको युएको सरकारले टोलरेन्स र एक्जिस्टेन्स मार्फत चाहिँ निकै राम्रो पर्फर्मेन्सहरू गरिरहेको छ, कार्यक्रमहरू गरिरहेछ र यो वर्षलाई चाहिँ उनीहरूले चाहिँ इयर्स अफ द कम्युनिटीको चाहिँ गरेको छ। त्यसकारण चाहिँ पनि हामीलाई यो जरुरी थियो र त्यो प्लेटफर्म पाइयो र हामीले दूतावासले त्यसमा चाहिँ हाम्रो साथीहरूले सबैले सहयोग समन्वय गर्नुभयो र चाहिँ यो तपाईँहरूले कम्युनिटीले पनि सहयोग गर्नुभयो र त्यसले गर्दाखेरि यो चाहिँ सम्भव भयो। यो नेपाल हाउस स्थापना गर्न, यो नेपाल स्टल राख्नलाई जुन हामीलाई ठाउँ प्रदान गरेको छ, जसरी हामीलाई उपलब्ध गराएको छ, यसमा कुनै शुल्क लाग्यो लागेन के छ? यो त यिनीहरूको चाहिँ नेसनल फेस्टिभल भएको हुनाले उनीहरूले सबैलाई चाहिँ निःशुल्क प्रदान गरेको छ यो ठाउँ चाहिँ। तर अब सामानहरू चाहिँ हामीले विभिन्न एम्बेसीदेखि लिएर हाम्रो सविता बस्नेत हुनुहुन्छ र अन्य सबैले चाहिँ यहाँ सहयोग पनि गर्नुभएको छ। उहाँहरूले भलन्टियरी सहयोग गर्नुभएको छ, हाम्रो साथीहरूले पनि दूतावासले पनि गर्नुभएको छ, तपाईँहरू सबैले सहयोग गर्नुभएको छ। त्यसकारण चाहिँ यसलाई सबैलाई चाहिँ यो त उपलब्ध निःशुल्क उपलब्ध गराएको यहाँको सरकार। हिजो उद्घाटन सत्रमा प्रमुख अतिथि यहाँको सहिष्णुता मन्त्रालय मिनिस्ट्री अफ टोलरेन्सबाट मन्त्रीज्यू स्वयं उपस्थित हुनुहुन्थ्यो। मन्त्रीज्यूले यहाँको यो स्टल भिजिट गरिसकेपछि तपाईँसँग भलाकुसारी गरिदिनुहुन्थ्यो, उहाँले के कुरा भन्नुभयो? होइन, उहाँलाई चाहिँ नेपालकोलाई असाध्यै नेपालप्रति जुन चाहिँ असाध्यै माया चाहिँ यहाँको देशको सरकारको सबैको, तर त्यसमा पनि उहाँ चाहिँ पहिला चाहिँ हायर एजुकेसन मिनिस्टर हुँदाखेरि नेपालको भ्रमण गर्नुभएको छ र चाहिँ त्यसको बेग्लै अट्याचमेन्ट छ उहाँको, त्यसकारण पनि नेपालसँग। त्यसकारण पनि उहाँले चाहिँ नेपाल भ्रमण गरेको त्यसको स्मरण गर्नुभयो र चाहिँ यिनी देखेर चाहिँ उहाँलाई वास्तवमा चाहिँ नेपाल गएको अनुभूति उहाँले चाहिँ देखाउनु भयो। हिजो र आज विभिन्न देशका कूटनीतिक नियोगका नियोग प्रमुख, उपनियोग प्रमुखहरू उपस्थित भएको देखिन्छ। विभिन्न देशका नियोग प्रमुखहरूले हाम्रो स्टल पनि भ्रमण अवश्य गर्नुभयो होला, उहाँहरूको प्रतिक्रिया चाहिँ के छ विदेशी समुदायको? के पनि हाम्रो यस्तो छ, हाम्रो सानो देश भए पनि अब हामी 120 भन्दा बढी
इन्डिजिनस कम्युनिटीहरू छौँ होइन। त्यसपछि हिमाल पहाड तराई छ हाम्रो। त्यसकारण पनि त्यो हाम्रो एउटा सानो कन्ट्री धेरैले देख्नु भएको छैन, सबैले हिमाल मात्रै छ भन्ने हुन्छ। तर हाम्रो चाहिँ भाइब्रेन्ट अब भएको हुनाले कम्युनिटी भाइब्रेन्ट चाहिँ देश होइन, त्यस भएको हुनाले चाहिँ उहाँहरूले अब अचम्म मान्नुहुन्छ त्यो देशलाई। त्यसले गर्दाखेरि पनि धेरै ठाउँ आएर घुम्ने हेर्ने गर्छन्। हाम्रो चाहिँ हाम्रो मौलिकता छ नि त, हाम्रो जीवन्त कुराहरू छन्। यो नेपालका कुरा त यहाँ भइ नै हाले। अब हामी नेपाली भएर नेपालको कुरा त गरि नै हाल्यौँ। यहाँ विभिन्न देशका स्टलहरू पक्कै हजुरले पनि भ्रमण गर्नुभयो होला। हाम्रो भन्दा अलग उनीहरूले के कुरालाई जोड दिएका रहेछन्, हामी के कुरामा चाहिँ अझै पछाडि रहेछौँ कि भन्ने त्यस्तो केही अनुभूति भयो? होइन, तयारी चाहिँ हामीले थोरै समय भएर धेरै तयारी गर्न सकेनौँ। तर चाहिँ के भने अरूको जस्तै हाम्रो पनि कम चाहिँ छैन, किन उहाँहरूले पनि राखिराख्नु भएको छ, गरिराख्नु भएको छ। आफ्नो देशको मौलिकता, आफ्नो देशका कुराहरू चाहिँ देखाउने हो, त्यही अनुसार उहाँहरूले पनि गर्नुभएको छ र हामीले पनि जति सक्दो गरेकै छौँ। त्यसकारण चाहिँ हाम्रो पनि राम्रो छ। आफ्नो आफ्नो देशमा भएका आफ्ना कुराहरू मौलिकताहरूलाई चाहिँ झल्काउने हो। त्यसमा चाहिँ हामीले सके जति प्रयास गरेका छौँ। युए सरकारले यो स्थान दियो र हामीले चाहिँ जुटाउन सक्यौँ। अब हाम्रो नेपाली दूतावास आबुधाबीको तर्फबाट नेपाली समुदायको सहकार्यमा कुनै त्यस्ता भविष्यमा यस्तै कार्यक्रम गर्ने योजना पो छन् कि? छन् नि, हामीले किन पक्कै पनि हामीले आबुधाबीमा अथवा दुबईमा यहाँ चाहिँ पोहोर साल नेपाल फेस्टिभल गऱ्यौँ। अब आबुधाबीमा पनि हामीले अर्को नेपाल फेस्टिभल तपाईँहरूसितै सल्लाह गरेर कहिले गर्ने पक्कै गर्नुपर्छ। जसले गर्दाखेरि हाम्रो देशको प्रचार प्रसार हुन्छ, हाम्रा मौलिक संस्कृतिहरू, हाम्रो संस्कारहरू, हाम्रा चाहिँ आफ्नोपनहरू छन्, जुन आइडेन्टिटी पहिचानहरू छन्, त्यसलाई चाहिँ भनौँ न यहाँको कम्युनिटीमा यो त 200 देशभन्दा बढी 200 नेसनलिटिजभन्दा बढी चाहिँ भएको कन्ट्री हो। अब उहाँहरूलाई चाहिँ त्यो हाम्रा भएका कुराहरू चाहिँ देखाउनु पर्ने छ, जरुरी छ। त्यसो भएर फुड फेस्टिभल अनि त्यसपछि अब नेपाल फेस्टिभल लगायतका चाहिँ अरू अन्य चाहिँ हाम्रो देशलाई चिनाउने हाम्रा कुराहरूलाई पब्लिक डिप्लोमेसी मार्फत चाहिँ हामीले गर्ने प्लान छ। त्यो चाहिँ हामी बिस्तारै गर्दै जान्छौँ कम्युनिटीको सहयोगले। यस्ता खालका कार्यक्रमहरूले पब्लिक टु पब्लिक रिलेसन बिल्ड गर्छ भनेर डिप्लोमेसीमा भन्ने गरिन्छ। अब हामी श्रम मात्र होइन, श्रमिक मात्र होइन, हामीले पब्लिक कनेक्सनहरू बढाउने र देशको अर्थतन्त्रमा टेवा पुर्याउने अन्य गतिविधिहरू पनि गर्दैछौँ कि? अनि पक्कै पनि अब किन भन्दाखेरि हामीमा चाहिँ अब धेरै किसिमका उहरू छन्। हामीले यहाँबाट ट्रेडहरू बढाउन सक्छौँ। हाम्रो यत्रो ठुलो कम्युनिटी छ अनि हाम्रा चाहिँ नेपालको चाहिँ अर्ग्यानिक चिजहरू ल्याउन सक्छौँ। त्यस्तै गरेर यहाँको चाहिँ तपाईँको इन्भेस्टमेन्टहरू चाहिँ लैजान सक्छौँ। यहाँबाट टुरिस्टहरू लैजान सक्छौँ। 200 देशका नेसनलिटिजहरू छन् होइन। यहाँको झन्डै 90% चाहिँ विदेशीहरू बस्छन्। त्यसले गर्दाखेरि पनि हामीले तिनीहरू कार्यक्रम आगामी दिनमा चाहिँ पक्कै पनि अब अगाडि बढाइ पनि राखेका छौँ र चाहिँ सबभन्दा त्यसको लागि देशको चाहिँ स्थिरता चाहिँ आवश्यक हुन्छ। त्यो चाहिँ अहिले नयाँ सरकारले अब चुनाव पछाडि चाहिँ त्यसलाई अझै अगाडि जानेछ र चाहिँ हामी हाम्रो आफ्नो तर्फबाट हामी काम चाहिँ गरिरहेछौँ र गर्छौँ। यहाँको अमूल्य साथ, प्रतिक्रिया र यो समयका लागि धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँलाई पनि धन्यवाद।